अहिले चाहिँ हामी जाँदैछौँ गुम्बा। हेलो भनिदिइहाल्नु तपाईँ पनि। हेलो, गुम्बा गएको, डामडेमको गुम्बा। कहिलेदेखिको जानु मन थियो, खै जानै पाएको थिएन। आज चाहिँ जुरेको रहेछौँ। दादा त हेलो पनि भन्छ, हेलो पनि भन्नु छैन। हेलो 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 गुम्बा भिजिटको बादमा अब म लागेँ आफ्नो घरको तर्फ। यहाँ जो भिडियोमा देख्नु हुँदैछ यहाँको एज चाहिँ हो 99+ लाइक अब 100 हुनु आँटेको छ है। अनि यहाँ चाहिँ मेरो हजुरआमाको सबैभन्दा ठुलो दिदी हुनुहुन्छ। यहाँको चाहिँ कोही छैन, हस्बेन्ड पनि छैन, नानीहरू पनि छैन। सानैदेखिकै मेरो हजुरआमासँग नै बस्नु भएको, त्यही भएर चाहिँ यहाँले चाहिँ हामीलाई धेरै देखभाल गर्नुहुन्थ्यो सानोमा। भनिदिनु हेलो, ह्याप्पी दसैँ। ह्याप्पी दसैँ है। तपाईँ कति वर्ष पुग्यो अरे? फेरि कोन त 100 वर्ष 100 पुग्नु आँट्यो अब भन्नु। पुग्नु आँट्यो। 100 वर्ष केक काट्नुपर्छ ल। म आउँछु केक काट्नुको लागि ल। अहिले तपाईँको केस कालो कसले बनाइदियो? बहिनीले। तपाईँ किन भनेको अन्त मलाई चाहिँ? ए अन्त तपाईँलाई कसले नुहाइदियो अहिले भर्खर? तिमीले। अन्त तपाईँले हामीलाई सानोमा नुहाइदिन्थ्यो? नुहाइदिन्थ्यो त, रुँदै कुट्दै। किन कुटेको अन्त? मान्दैन थियो त। नुहाउनु मान्थिन म? जालोले घोटेन रुन्थेँ है म। तपाईँलाई परेशान गरेँ मैले? गर्यो। ला सरी। अस्तिदेखिको इस्कुसको मोमो खाने सपना थियो मेरो। लु है यहाँ तेल खरेर राख्छु। ओ गड, मजाले हल्लाऊ है। लु देऊ न भयो। बेकारी के बनायो र हामीले? टाइपा टाइपा बनायो हामीले। उसको इस्कुसको टाइपा खानु मन परेको थियो। बुलु गाइस, बुलु गाइस। हामी चाहिँ अब टाइपा बनाएको। टाइपा चाहिँ 3 वर्ष पर पुरा छ। अब टाइपा बनाउँदैन। आज चाहिँ मैले भनेको छु यिनीहरूलाई म चाहिँ खान्छु मात्रै, अब चाहिँ म चाहिँ बनाउँदिनँ भनेर होइन। परि हेलो, मोमो इज रेडी। मम्मी देखाइदिनु। यो चाहिँ मोमो होइन। मम्मी देखाइदिनु। मैले कम्ती दुःखले बनाए आज। यो चाहिँ मोमो होइन कि, यो लडे हो। लडी लडे। ओइ, पहिला चाहिँ बाबा र मम्मीलाई ट्राई गराएको नि त बाबा, टेस्ट गर्यो भन्ने। तल्लोपट्टि एउटा कस्तो भएछ बाबा? एकदम टासिडिङ गुम्बा नै भएछ। फ्यान्टास्टिक। मम्मी कस्तो भएछ? मम्मीको चाहिँ अनुहार यस्तो भइरहेको छ कि म चाहिँ डक्टर देखाउन लैजाउँ भनेको। नानी मम्मी बाबा कसले अलिक पारा ल्याउने रहेछ अरे? यो उता ल्याएको नि कोरियाबाट। बाबु कति दिन बादमा मोमो खायो तपाईँले? 1.5 साल भयो नि हौ। घरमा नबनाएको है? मम्मी पुरा अल्छिनी छ नि त है? बाहिर त खाएँ होइन, तर बाहिर बर्खाले गर्दा पानी पऱ्यो कहाँ बाहिर बसेर खान्छ। बाहिर बजारतिर भनेको। ए खायो नि हौ। तर यो त 4टा मोमोले ठहरै हुने रहेछ नि। रोटी बाक्लो भएछ। भाइले बेलेको प्रशान्तले। यिनीहरूले पनि हेल्प गरेको। अघि कहाँ खायो बाबा? एउटा मात्रै चाख्यो मैले नुन। अनि त्यति बहुत हो एउटा खानु। मेरो ट्रन चाहिँ नभन् अन्त। भन्नु त के भयो बाबा? यो खाना नि पुरा मन पर्यो मलाई भनेर। किन? हात धुन्न पनि खायो अरे। कति मजा। भरे राति भोक लाग्यो नि यसो हात छुङ्यो फेरि निधायो।
हाँ मजा बहिनी मजा बिचारा यसले त भर्खर खाँदैछ नि अघिदेखि उयो गर्नु नि बम्बई समुद्रमा त्यो सिमेन्टको बनाएको थुपार्नु त्यो समुद्रमा यस्तो टेढेमेढे त्यस्तै थियो म त गाडीले बर्के धरु ल्याएर फ्याँकेको रहेछ भनेको त मोमो थियो रहेछ आजको लागि यो भ्लगलाई यही एन्ड मेरो दिदीको च्यानललाई लाइक शेयर अनि सब्स्क्राइब गरिदिनुहोस् होला गरिदिनुहोस् के हो गरिदिनुहोस् गरिदिनुहोस् बाई बाई भन बाई बाई